बलराम दाजुको यो ट्रिक चाहिँ मलाई बवाल लाग्यो। जुन यो हाम्रो जुस छ त्यो जुसलाई चाहिँ कोका कोलामा चेन्जेस गर्नुभएको छ। यो कोका कोलाको बोतल एकचोटि हेर्नुहोस् न, ख्याल गर्नुहोस् त। यो बोतलको साइज र कोका कोलाको बोतलको साइजै फरक छ। अनि यो बक्सभित्र केही पनि छैन। अनि अचानक चाहिँ कोका कोला कसरी त्यहाँ ल्याउनु भयो म बुझ्न सकेन। अब त्यो जुस र कोका कोलाको बोतल पुरै चेन्जेस छ, फरक छ। अनि साइज एउटै भएको भए त ल ठिकै छ त नि, त्यहाँ अलिकति हामीले शङ्का गर्न पर्ने हुन्थ्यो। अब त्यो बोतल हेर्नु न, त्यहाँभित्र केही पनि छैन। अब देखाउनुहुन्छ अहिले, हेर्नुहोस् है, ध्यान दिएर हेर्नुहोस्। यो चाहिँ खतरा लाग्यो है मलाई। तपाईँहरूले कस्तो लाग्यो कमेन्ट गर्नु होला है। यो ट्रिक ल हेर्नुहोस् त, केही पनि छैन त्यहाँ। अति अचम्म लाग्दो रहेछ है यो ट्रिक। यो जादु चाहिँ खतरा लाग्यो कि मलाई, अरूभन्दा यो जादु चाहिँ बवाल लाग्यो है। अब अर्को ट्रिक हेर्नेछौँ। यो आगो बलिरहेकोलाई चाहिँ अचानक के बनाइदिनुहुन्छ हेर्नुहोस् है त। अचानक उहाँले हातमा पनि जलेको छैन, मजाले खेलाइराख्नु भएको छ। अब अचानक है, ल हेर्नुहोस्, अचानक फुल बनाइदिनु भयो। वाउ। अब नेक्स्ट ट्रिक हेर्नेछौँ हामी। फेरि पनि आगो बाल्नु भएको रहेछ बलराम दाजुले। उहाँ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि नाम दर्ता गराइसक्नु भएको छ र नेपालको सिनियर जादुगरको नामले चिनिनुहुन्छ, बलिराम सरकार भनेर। ल हेर्नुहोस् है, फुल बनाइदिनु भयो। अब हामी अर्को ट्रिक हेर्नेछौँ र उहाँले अब के ट्रिक गर्नुहुन्छ त, ल हेर्न सक्नुहुन्छ है। यो स्टिकर हो, माछाको स्टिकर। अब यो माछाको स्टिकरलाई के बनाउनुहुन्छ त हामी भिडियोमै हेर्नेछौँ। सबैजनाले उहाँको भिडियोलाई रिपोस्ट गरेर सबै सामु पुर्याइदिनु होला, किनकि यदि विदेशी म्याजिसियन भएको भए वाह हुन्थ्यो है। तर उहाँ नेपाली म्युजिसियन भएको कारणले गर्दाखेरि उहाँले पनि हामीले स्थान दिनुपर्छ, उहाँको कामलाई सम्मान गर्नुपर्छ। हामीले आफ्नो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामीले जे जसरी हुन्छ हामीले सहयोग गरिदिने हो। अब त्यो झोलाभित्र हाल्नुभयो त्यो स्टिकरलाई है। अब त्यसबाट के निस्किन्छ त, ल टोक्यो भनेर देखाइराख्नु भएको छ। अब त्यो अचम्म लाग्दो के छ भने, ओहो, त्यहाँ हेर्नु सक्नुहुन्छ है, माछा है, माछा निकाल्नुभयो। प्रथम डन्डा खाना तथा कृषि प्रदर्शनी मेला 2083। यस मेलाको मुख्य उद्देश्य असार महिनामा खेतीबारीमा दिनभरि मेहनत गर्ने किसान तथा स्थानीय बासिन्दाहरूलाई साँझको शीतल समयमा मनोरञ्जन, भेटघाट र विभिन्न परिकारहरूको स्वाद लिन सकिने वातावरण प्रदान गर्नु हो। मेलामा आएर दर्शकहरूले स्थानीय तथा परम्परागत खानाका परिकारहरूको स्वाद लिनुका साथै कृषि तथा स्थानीय संस्कृतिसँग सम्बन्धित विविध गतिविधिहरूको अवलोकन गर्न सक्नेछन्। त्यसैले सम्पूर्ण नवलपुरवासी तथा आसपासका क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेला अवधिभर उपस्थित भई मेलाको अवलोकन गर्न तथा विभिन्न परिकारहरूको स्वाद लिन हार्दिक निमन्त्रणा गर्दछौँ। यो जानकारी धेरैभन्दा धेरै व्यक्तिसम्म पुग्नका लागि सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई भिडियोमा एक लाइक, कमेन्ट र सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईँहरूको सानो सहयोगले हाम्रो संस्कृति, परम्परा र स्थानीय कार्यक्रमको प्रचार प्रसारमा ठुलो योगदान पुग्नेछ। धन्यवाद।